बालुवाटार, जहाँबाट देशको शासन सत्ता सञ्चालित हुन्छ। तर त्यही सत्ताको केन्द्रकै अगाडि वर्षौँदेखि एउटा यस्तो लुट मच्चिरहेको थियो जसले राज्यको प्रतिष्ठा र सम्पत्ति दुवैमाथि निर्मम प्रहार गरिरहेको थियो। यो कथा हो ललिता निवासको 143 रोपनी सरकारी जग्गा र त्यो जग्गा हडप्ने शक्तिशाली गिरोह विरुद्धको भूमाफिया, कर्मचारी र राजनीतिक नेतृत्वको अभूतपूर्व मिलेमतोमा ललिता निवासको सरकारी जग्गा किर्ते गरी व्यक्तिको नाममा दर्ता गरिएको थियो। तर नारायण काजी श्रेष्ठको गृह मन्त्रालयमा आगमनसँगै थन्क्याइएका फाइलहरू पुनः खोलिए र अनुसन्धानले नयाँ गति लियो। चौतर्फी राजनीतिक दबाव, धम्की र प्रभावका बावजुद श्रेष्ठ आफ्नो अडानमा अविचलित रहे। न कसैका सामु रुक्नु थियो, न त कसैको अगाडि झुक्नु नै। उनको एकमात्र लक्ष्य थियो सुशासन। यो केवल एक नियमित प्रशासनिक प्रक्रिया मात्र थिएन, बरु राज्यको अस्मिता पुनर्स्थापित गर्ने एउटा महान अभियान थियो। गृह मन्त्रीको सक्रियतामा गृह र भूमि व्यवस्था मन्त्रालयबीच प्रभावकारी समन्वय भयो, जसले गर्दा हडपिएको जग्गा सरकारको स्वामित्वमा ल्याउने प्रक्रिया तीव्र बन्यो। अन्ततः सयौं रोपनी जग्गा रोक्का गरियो र माफियाहरूको पन्जाबाट मुक्त गर्ने कानुनी आधार तयार भयो। फलस्वरूप 2080 फागुनमा खरबौं रुपैयाँ बराबरको जग्गा नेपाल सरकारकै नाममा फिर्ता आयो। यो सफलताले नेपालको इतिहासमा भ्रष्टाचार विरुद्धको लडाईँ र सुशासनका लागि एउटा नयाँ मानक स्थापित गरेको छ। भूमाफियाहरूको सञ्जाल तोड्दै हजारौं रोपनी सार्वजनिक जग्गा सरकारको नाममा फिर्ता ल्याइएको छ। नारायण काजी श्रेष्ठ नेतृत्वमा सुरु भएको सुशासन र राज्यको सम्पत्ति संरक्षणको यो अभियानलाई निरन्तरता दिन तपाईँको मत आवश्यक छ। त्यसैले सर्लाही 3 मा गर्वका साथ तारा छाप।